हेलो एभ्रिवान। यो 4 दिनको छुट्टीमा चाहिँ हामी लाग्यौँ पाल्पातिर पिङ टी सर्ट लगाएर साथीहरूलाई बाटोमा लिँदै पिक गर्दै अस्मितालाई मैले मान्छे पनि राम्रो देखेपछि बन्दिले झ्यालतिर हेर्दै बस्नु भएको छ। हिरोइनहरू पनि आए यहाँ सिर्जना झर्ना जेटा खुसी बस्छन् खुब घुम्न जाने भनेर सब आफ्नो आफ्नो तालमा मस्त छन्। भ्यू इन्जोय गर्दै बाटोमा चिया खान झऱ्यो है। हामीहरू चाहिँ चिया खाइसकेपछि यहाँ बटुक खान झरेको जोरदारमा। यस्तो मिठो के त्यहाँ। हामी त डेस्टिनेसनमा पुगिसक्यौँ है साथीहरू। हेर्नु त वेलकममा चाहिँ हामीले पपकर्न वेलकम ड्रिङ्क्स खाएर मजाको लस्सी थियो है, मिठो थियो। खाजा पनि आइहाल्यो नि हेर्दा हेर्दै। अब केटीहरू भएपछि फोटो त खिच्नै पर्यो इन्स्टा दिदीसँग। झर्नाको डान्स चाहिँ खत्रै छ कि भुवान दिदी नाचिदिनु भयो कि मजाले। केटीहरू खुब इन्जोय गरे। अब बङ्कर बेडमा हामी चाहिँ आज त्यहाँ बङ्कर बेडमा बसेर थियौँ। को तल सुत्ने को माथि सुत्ने भनेर है। पहिले रिजर्भ गरेर बस्यो कि आफ्नो बेडहरू। बत्ती बाल्नु भयो दिलले नै हाँस्नु भयो। रामु काका भन्दै शीतललाई जिस्काउँदै बसेको थियौँ। फोटो त खिच्नै पर्यो चस्मा लगाएर होइन। कोल्ड ड्रिङ्क्स खाएर मजाले यति हाँस्यौँ हामीहरू यहाँनिर चाहिँ। राम्रीहरूसँग पोज गर्दै फेरि खाजा त खानै पर्यो है। खाना हाँस्न फोटो खिच्नै गएको हो केटीहरू। भ्यू हेर्नु त कस्तो राम्रो लाग्यो क्या मलाई चाहिँ यो भ्यू। यसो गरे केटीहरू पोज गरिहाल्ने फेरि। त्यहाँ मैले चाहिँ माथि पुतली उडिरहेको देखाइरहेको छु। सबैजना दङ्ग परेर हेर्दै हुनुहुन्छ। सिँढीमा चस्मा लगाएर सबैजना। अब नाइट ड्रेसमा पनि एउटा खिच्नै पर्यो भनेर ड्रेस लगाएर पुरा पोज दिइरहेछ नि सबैजना। यता पनि पोज आइरहेछ फेरि अर्को। फोटो त कति खिच्दा है। सपना मुटु मायासँग ल आफ्नो पोज पनि दिनै पर्यो। सिङ्गल फोटोहरू त आउनै पर्यो। यता फर्किनु भन्छन् दिदी, यता फर्किनु भन्छन् होइन। पोज त दिइरहेछ के। ल यहाँ चाहिँ पुरा के कुराकानी गर्दै ल केटी ग्याङहरू आएछ कि गर्ल्स ग्याङ। पुरा हेलो आयो गर्दै फेरि कति हतार है सबैलाई। हामी चाहिँ बुलबुल फार्म गयो है। बुलबुल फार्म गयो भनेर फोटो यो चाहिँ त्यहीँ दाइले खिचिदिनु भयो। यहाँ बान्टाङ बुन्टुङसँग फोटो खिच्दै बान्टाङ बुन्टुङसँग सृजना दिदी पनि फुल लगाएर फोटो खिचेको क्या। अस्मिताले मसँग खिच्नु दिदी भनेको। झर्ना पनि पुरा गीत गाउँदै हो कि फर्किने बेलामा यति रमाइलो होइन हल्ला गर्दै चिच्याउँदै फर्किने बेलाको फोटो। लास्टमा डान्स पनि छ है ल।